माननीय सदस्यहरू, संघीय लोकतांत्रिक गणतंत्र को प्रादुर्भाव पश्चात नेपाल में प्रादेशिक संरचना क्रियाशील भई स्थिरता निरंतर अग्रसर रहते आएको सुखद अनुभूति को साथ मध्य प्रदेश राजनीतिक गतिशीलता एवं सामाजिक आर्थिक प्रगति को मार्ग में अग्रसर रहेको संदर्भ में यस घरमा मैं सभालाई संबोधन करने पाउँदा हर्षित भएको छु। नेपाल को सार्वभौमिक सत्ता, स्वाधीनता, भौगोलिक अखंडता, राष्ट्रीय हित, स्वाभिमान, लोकतंत्र र गणतंत्र स्थापना को लागि विभिन्न कालखंड में भएको जन आंदोलन, सशस्त्र जनयुद्ध, मधेस जनविद्रोह लगायतका विभिन्न आंदोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने संपूर्ण ज्ञात अज्ञात वीर शहीदप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु। विगत 2 आर्थिक वर्ष में कोविड महामारीले विश्व को अर्थतन्त्रलाई प्रभावित बनाउँदा हामीले यस प्रभाव को निकै सामना गर्नु परेको सर्वविदितै छ। हामी सबैको सामूहिक प्रयास, धैर्य तथा आत्मविश्वासले यस महामारीलाई परास्त गर्ने अन्तिम सीमासम्म पुग्न सफल भएको छौं। तर अझै पनि सतर्क भई अगाडि बढ्नु परेको छ। यस कारण संपूर्ण प्रदेशवासीलाई सावधानी अपनाउने तथा अनिवार्य रूप में खोप ली सुरक्षित रहन हार्दिक अनुरोध गर्दैछु। प्रदेश सरकार को आर्थिक वर्ष 2079-80 को नीति कार्यक्रम, नेपाल को संविधान, नेपाल सरकार को आर्थिक नीति, नेपाल सरकार को 15औं आवधिक योजना तथा विभिन्न दीर्घकालीन क्षेत्रगत नीतिहरू, दिगो विकास को लक्ष्यहरू लगायतका नेपाल सरकारले अंतर्राष्ट्रीय स्तरमा गरेको प्रतिबद्धताहरू, प्रदेश सरकार को प्रथम पंचवर्षीय योजना, प्रदेश प्राचित मध्यकालीन खर्च संरचना र प्रदेश सरकारले आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम तर्जुमा को लागि प्राप्त गरेको सुझाव तथा मध्य प्रदेश को प्रादेशिक आकांक्षा र समृद्धि का प्राथमिकता हासिल गर्ने दिशा परिलक्षित गरिएको छ। यस नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरीबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण तथा सुशासन को प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ। प्रदेश को प्रथम पंचवर्षीय योजना को आगामी वर्ष मध्यावधि समीक्षा गर्नेछ। प्रदेश सरकार को स्थापना पश्चात 4वटा नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको सन्दर्भमा विगतका नीति तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षभित्र कार्यान्वयन गर्ने सक्ने र ठोस नतिजा प्राप्त हुन कार्यक्रमहरूको तर्जुमा गरी कार्यान्वयन गर्ने जोड दिनेछ। कोभिड-19 महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट मुक्त हुन नपाउँदा अन्तर्राष्ट्रिय स्तरमा उत्पन्न भए भू-राजनीतिक सङ्कटले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको कठिन परिस्थितिमा समेत प्रस्तुत नीति तथा कार्यक्रमले उक्त अवसरलाई न्यूनीकरण गर्दा उत्साहजनक आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिएको छ। यसको लागि स्रोत साधनको दक्षतापूर्ण प्रयोग गर्नेको साथ निजी लगानीलाई प्रोत्साहन गर्नेछ। सार्वजनिक क्षेत्रको अनुत्पादित खर्चलाई निराश्रित गर्दै उत्पादनशील क्षेत्रको लगानी गर्ने प्रोत्साहन गर्ने नीति लिएको छ। यसको लागि अनुत्पादित क्षेत्रमा बजेट विनियोजन गर्ने छैन। प्रदेश को आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संबंधी कानूनमा समसामयिक परिमार्जन गरी सार्वजनिक खर्च प्रणालीलाई थप पारदर्शी र जवाबदेही बनाइदिनेछ र वित्तीय अनुशासन कायम गर्नेछ। चालू खर्चलाई पुँजीगत खर्चसँग आबद्ध गरी गैर बजेटरी खर्च न्यूनीकरण गर्नेको साथ अबन्डा रकम कानूनले अनिवार्य गरेको बाहेक राख्ने पाइने छैन। आयोजनाहरूलाई प्रादेशिक
आयोजना बैंकमा अनिवार्य रूपमा प्रविष्टि गरी प्रादेशिक आवश्यकता क्षेत्रगत संतुलन एवं समन्वयिकताको सिद्धांत अनुरूप बजट विनियोजन गरी अपेक्षित प्रतिफल हासिल गर्नेछ। प्रदेश आयोजना बैंकमा पाएकाहरूको पहुँच बढाउने स्थानीय तहहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने योजनाहरू समावेश गरी स्रोत र साधनले व्ययसम्म स्थानीय तहहरूको समन्वय र सहकारमा प्रादेशिक योजना सञ्चालन गर्नेछ। 11 उच्च स्तरीय बहुआयामिक गरिबीको अध्ययन मध्य प्रदेश सरकार तथा स्थानीय तहहरूको संस्थागत क्षमता सहभागितामा लगानी सम्मेलन गरी प्रदेशमा द्रुत गतिमा लगानी भित्र्याए उत्पादकता अभिवृद्धि गर्दै थप रोजगारी सृजना गर्नेछ। प्रदेशको समग्र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन हुने गरी आन्तरिक राजस्व नीति परिचालन गर्नेछ। प्रदेश राजस्व प्रशासनलाई